So hey family, welcome to the part 3 of our ABC trek. So आजको ट्रेक चाहिँ अलिकति लामो हुनेवाला थियो किनकि आजको हाम्रो डेस्टिनेसन थियो देउराली. सो देउराली पुग्नको लागि हामीले अर्ली मर्निङ हाम्रो ट्रेक स्टार्ट गर्यौं, ब्रेकफास्टहरु लियौं, फ्रेश भएर हामी लाग्यौं हाम्रो बाटोतर्फ. सो अब सुरु भयो हाम्रो आजको ट्रेक र हामी एकैछिन हिँड्नेबित्तिकै थाक्दै थियौं. सो बस्दै बस्दै रमाइलो गर्दै यात्रा अगाडि बढ्दै नै थियो. यो हाम्रो सबभन्दा जाँगरिलो मान्छे. हजुर मलाई त रमाइलो लागिरहेछ. सास बेला बेला फ्याफ्याङ फुलिहाल्यो त्यति हो. हामी त्यहाँबाट आएको उहाँ यो डाँडाहरू पुरै तलदेखि माथिसम्म हिँड्नुपर्छ. ओ माई गड, बट लुक एट द भ्यू अल्सो. यहाँ हेर सानो सानो वाटरफलहरू चाहिँ सानो सानो देखिएको पनि थिएन होला. मेरो स्किन यस्तो ग्लोइङ भएको छ नि, ब्लस पनि लाउनु पर्दैन. सो त्यहाँबाट हिँडेर अलि अगाडि आइसकेपछि पनि हामी एकछिन बस्यौं. सो बस्दै बस्दै बाटो अगाडि बढ्दै थियो. कतै उकालो कतै ओह्रालो गर्दै हामी भ्यू इन्जोय गर्दै अगाडि बढ्दै थियौं. र वेदरले पनि त्यो दिन एकदम राम्रो साथ दिएको थियो. हिँड्नको लागि शीतल वेदर थियो. सो हामीलाई कम्फर्टेबलै भयो हिँड्नको लागि. जस्ट उकालो ओह्रालोले गर्दाखेरि चाहिँ अलिकति गाह्रो भइरहेको थियो. सो हामीले बाटोमा चक्लेट्सहरू पनि किन्यौं किनकि फर्स्ट डे हाम्रो काठमाडौँबाट ल्याएको चक्लेट्सहरू सकिसकेको थियो. सो त्यहाँनिर किन्यौं. अलिकति एक्सपेन्सिभ छ तर धेरै नै किनेनौं, थोरै थोरै किनेर हामीले आफूलाई प्रोटिन पुग्ने जति मात्रै किनेर खायौं. र आउनेको लाइन र जानेको लाइन लगभग उस्तै थियो. यो ट्रेकिङ सिजन भएको कारणले रुट चाहिँ अलिकति प्याक नै थियो. सो देयर इज नो एनिथिङ लाइक डेन्जर फर ट्रेकर्स. सो बाटो त्यस्तो सुनसान केही पनि थिएन. हामी चाहिँ अलि बेलुकासम्म हिँडेको थियौँ यो दिन किनकि हामीलाई पुग्नुपर्ने थियो देउराली. सो देउराली चाहिँ लगभग लोवर सिनुवाबाट बिहान हामी 7 बजे हिँडेको थियौँ र 7 बजे हिँड्दा पनि लगभग बेलुका हामी 7 बजे नै पुग्यौँ होइन. हजुरले अहिले हेर्न सक्नुहुन्छ हामी पुग्दाखेरि कस्तो भएको थियो बेलुका भनेर. सो बाटो चाहिँ यस्तै छ. कतै कतै मडी रोड्सहरू लाइक मडी बाटोहरू छ भने कतै चाहिँ एकदम राम्रो सुकेको शीतल बाटो पनि छ. सो मिक्सअप बाटो छ होइन, हिँड्ने बाटो हो. सो त्यस्तो राम्रो एकदमै राम्रो चाहिँ एक्सपेक्ट नगर्नु होला. कतै कतै राम्रो छ, कतै कतै ठिकै छ. अनि बिस्तारै बेलुका पनि हुँदै थियो. सो भोक लागेको कारणले हामी यसो केही खाइहाल्यौँ लन्च भनेर बाटोमा रोक्यौँ. सो मैले कसलाई भेटेँ, सानो एउटा पुन्टु बेबी डग थियो. सो एज यु गाइज अल नो, इफ मलाई चिन्नुहुन्छ भने म डग्सहरू कति मन पराउँछु भनेर थाहा नै छ होला. सो त्यहाँनिर हामीले एकछिन बसेर चिया खायौँ होइन. चिया चाहिँ अब लगभग ट्रेकिङ रुट्समा सबै प्रायः जस्तो चिजहरू एक्सपेन्सिभ नै हुन्छ. सो चिया पनि एकदमै एक्सपेन्सिभ थियो. काठमाडौँमा 3 दिन